साथीहरु नमस्ते है। आज फेरि अर्को भिडियो ल्याएर उपस्थित भइसकेको छु म है। वनरक्षक तयारीको लागि अति महत्त्वपूर्ण परीक्षामा आउन सक्ने सम्भावित प्रश्नहरू छ है। यसमा अन्तिमसम्म हेरेर साथ दिनु होला। साथै यो युट्युब च्यानललाई सब्स्क्राइब गरेर पनि राख्नु होला। अति महत्त्वपूर्ण क्वेशनहरू आउने छन्। युट्युब च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला ताकि मैले हाल्ने बित्तिकै सबैभन्दा छिटो तपाईहरुसँग भिडियो छिटो पुगोस् है। सब्स्क्राइब गरेर राख्नुहोस्। भिभिआई क्वेशनहरू राख्ने छु, दैनिक आउने छ। परीक्षामा सोध्ने अति महत्त्वपूर्ण क्वेशनहरू राखेको छु। सबैले ध्यान दिएर टिपोट गर्दै पढ्दै गरौँ। अन्तिमसम्म हेर्नु होला है। अति महत्त्वपूर्ण क्वेशनहरू ल्याएर आएको छु। हामी अगाडि बढौँ। एकमा भनेको छ कुनै कारणबाट समस्यामा परेका वन्यजन्तुको हितमा गरिने कार्यलाई के भनिन्छ? के भन्यो? ध्यान दिएर सुनौ है। टिपोट पनि गर्दै जाम है सबैजनाले। कुनै कारणबाट समस्यामा परेका वन्यजन्तुको हितमा गरिने कार्यलाई के भनिन्छ भनेछ। यसको राइट एन्सर हो वन्यजन्तुको उद्धार भन्छ है। वन्यजन्तुको उद्धार। त्यसैगरी हामी अर्कोमा जाम। अर्कोमा के भनेको छ साथीहरु? नेपालमा गिद्ध संरक्षण है। नेपालमा गिद्ध संरक्षण प्रजनन केन्द्रको स्थापना कहाँ गरिएको छ? क्वेशन ध्यान दिएर सुनौ। टिपोट गर्दै पढौँ है। नेपालमा गिद्ध संरक्षण प्रजनन केन्द्रको स्थापना कहाँ गरिएको छ भनेको छ। गिद्ध संरक्षण प्रजनन केन्द्रको स्थापना चितवन राष्ट्रिय निकुञ्जको कसरामा गरिएको छ है साथीहरु। टिपोट गर्दै पढौँ, सब्स्क्राइब गरौँ। हामी 3 नम्बरमा जाम। 3 नम्बरमा के भनेको छ? गिद्धलाई बचाउन है। गिद्धलाई बचाउन पशुमा कुन औषधिको प्रयोग गर्नुपर्छ? पशुहरूलाई गिद्धहरूलाई हानि नहोस् भनेर कुन औषधिको प्रयोग गर्नुपर्छ त साथीहरु है? यसको राइट एन्सर छ मोलोक्सिक्याम। मोलोक्सिक्याम औषधिको प्रयोग गर्नुपर्छ है। मोलोक्सिक्याम औषधिको प्रयोग गर्ने भने गिद्धलाई हानि पुर्याउँदैन है। त्यसैले पशुहरूलाई मोलोक्सिक्याम औषधिको प्रयोग गर्नुपर्छ। हामी 4 नम्बरमा जाम। टिपोट गर्दै पढौँ। राष्ट्रिय बाघ संरक्षण समितिको अध्यक्ष को हुने व्यवस्था छ? नेपालमा राष्ट्रिय बाघ संरक्षण समितिको अध्यक्ष हाम्रो प्रधानमन्त्री हुने व्यवस्था छ। जो प्रधानमन्त्री हुन्छ त्यो नै हाम्रो राष्ट्रिय बाघ संरक्षण समितिको अध्यक्ष हुने गर्दछ है। हामी अब अर्कोमा जाम। 5 मा छ कोशी प्रदेश है। कोशी प्रदेश अन्तर्गत कति प्रतिशत वन क्षेत्र रहेको छ? हाम्रो कोशी प्रदेशमा कति वन क्षेत्र रहेको छ है? 48.96% भनेर सम्झिने। टिपोट गर्दै पढौँ है। र सब्स्क्राइब पनि हानौँ सबैले। कोशी प्रदेश अन्तर्गत कति प्रतिशत वन रहेको छ भने चाहिँ यस भिभिआई क्वेशन हो। एकदम सोधिसकेको छ, सोध्न पनि सक्ने सम्भावना छ। अति भिभिआई हो। त्यही भएर यसको राइट एन्सर 48.96% है। हामी अर्कोमा जाम। 6 नम्बरमा निजी वन बाहेक के भन्यो? निजी वन बाहेक नेपालभित्रको वन सिमाना लगाएको अथवा वन सिमाना नलगाएको सबै वनलाई हामीले के भन्छौँ? राष्ट्रिय वन भन्छौँ है। निजी वन बाहेक फेरि निजी वन बाहेक नेपालभित्रको वन सिमाना लागेको भए पनि नलागेको भए पनि सबै हाम्रो के हो? राष्ट्रिय वन हो है। अब हामी 7 नम्बरमा जाम है। 7 नम्बरमा छ सरकारद्वारा व्यवस्थित वनको कार्ययोजना कसले बनाउँछ? के भन्यो? ध्यान दिएर सुनौ। टिपोट गर्दै पढौँ। सब्स्क्राइब गरौँ सबैले। सरकारद्वारा व्यवस्थित वनको कार्ययोजना हाम्रो डिभिजन वन अधिकृतले गर्छ है। सरकारद्वारा व्यवस्थित वनको कार्ययोजना कसले गर्छ भनेपछि डिभिजन वन अधिकृतले कार्ययोजना तयार गर्छ है। 8 नम्बरमा जाम। सरकारद्वारा व्यवस्थित वनको कार्ययोजना स्वीकृत कसले गर्छ? हेरौँ है। ध्यान दिएर सुनौ। टिपोट गरौँ। बारम्बार भनेको छु। सरकारद्वारा व्यवस्थित वनको कार्ययोजना स्वीकृत गर्ने हाम्रो वन मन्त्रालयले गर्छ है। सरकारद्वारा व्यवस्थित वनको कार्ययोजना कसले स्वीकृत गर्छ भनेपछि भिभिआई क्वेशन हो। धेरैचोटि सोधिसकेको छ। फेरि सोध्ने चान्स पनि हाई छ, उच्च नै छ। त्यसैले सरकारद्वारा व्यवस्थित वनको कार्ययोजना स्वीकृत हाम्रो वन मन्त्रालयले गर्छ है। अर्को जाम। 9 नम्बरमा संरक्षित वनको कार्ययोजना कसले बनाउँछ?
के भन्यो संरक्षित है संरक्षित वनको कार्ययोजना कसले बनाउँछ संरक्षित वनको कार्ययोजना हाम्रो डिभिजन वन अधिकृतले बनाउँछ है साथीहरू टिप्पण गर्दै पढौँ संरक्षित वनको कार्ययोजना डिभिजन वन अधिकृत यानि कि डिएफओले बनाउँछ है संरक्षित वनको कार्ययोजना स्वीकृत कसले गर्छ त अब संरक्षित वनको कार्ययोजना स्वीकृत गर्ने भनेको हाम्रो को रहेछ वन मन्त्रालय है संरक्षित वनको कार्ययोजना स्वीकृत गर्ने वन मन्त्रालय है 11 हेरौँ धनुषा धाम संरक्षित वन कुन जिल्लामा पर्दछ धनुषा धाम संरक्षित वन कुन जिल्लामा पर्दछ साथीहरू धनुषा धाम भन्ने बित्तिकै हाम्रो धनुषा जिल्लामा पर्छ भन्ने सम्झिने बीबीआई क्वेसन हो यो पनि अर्को हेरौँ क्वेसन नम्बर 12 मा छ सबैभन्दा पछि घोषणा भएको संरक्षित वन कुन हो सबैभन्दा पछि घोषणा भएको संरक्षित वन कुन हो थाप्ले सत्यवती सालेमे दह है थाप्ले सत्यवती सालेमे दह हाम्रो सबैभन्दा पछि घोषणा भएको संरक्षित वन हो यहाँ घोषणा हुनुपर्नेमा घोषणा भएर चाहिँ घोषणा है सबैभन्दा पछि घोषणा भएको संरक्षित वन हाम्रो थाप्ले सत्यवती सालेमे दह है अर्को जाम अर्कोमा छ क्षेत्रफलको हिसाबले सबैभन्दा ठुलो संरक्षित वन कुन हो हाम्रो क्षेत्रफलको हिसाबले सबैभन्दा ठुलो संरक्षित वन कुन हो क्षेत्रफलको हिसाबले हाम्रो बसन्ता संरक्षित क्षेत्र हो है संरक्षित क्षेत्र बसन्ता संरक्षित क्षेत्र हाम्रो क्षेत्रफलको हिसाबले सबैभन्दा ठुलो संरक्षित वन हो भनेर सम्झिने टिप्पण गर्दै पढौँ सब्स्क्राइब गरौँ सबैले भिभिआई क्वेसन है सबैले ध्यान दिएर हेरौँ टिप्पण गर्दै पढौँ 14 नम्बरमा है एकदम भिभिआई हो सामुदायिक वनको कार्ययोजना बमोजिम आर्जन गरेको वार्षिक आयबाट वन विकास कार्यमा खर्च गरी बाँकी रहेको कति प्रतिशत रकम उपभोक्ताको हितमा प्रयोग गर्न सकिन्छ सामुदायिक वनमा कार्ययोजना बमोजिम आर्जन गरेको वार्षिक आय रकम उपभोक्ताको हितमा कति खर्च गर्न सकिन्छ भनेको छ 50% है 50%। त्यसरी हामी 15 मा जाम 15 मा भनेको छ धार्मिक वनको कार्ययोजना कसले तयार गर्छ धार्मिक वनको कार्ययोजना त हाम्रो धार्मिक सङ्घ संस्थाले गर्छ है साथीहरू टिप्पण गरौँ सब्स्क्राइब गरौँ 16 नम्बरमा हेरौँ धार्मिक वनको भू स्वामित्व कसको हुन्छ धार्मिक वनको भू स्वामित्व पक्कै पनि नेपाल सरकारको हुन्छ हो निजी वन बाहेक अरू सबै भू स्वामित्व नेपाल सरकारकै हुन्छ है 17 मा छ सगरमाथा राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति रहेको छ सगरमाथा राष्ट्रिय निकुञ्जको क्षेत्रफल हेर्ने भने 1148 वर्ग किलोमिटर छ है 1148 वर्ग किलोमिटर क्षेत्रफल छ भने यो विश्व सम्पदा सूचीमा सूचीकृत 1979 मा भएको हो है अब हामीले 18 मा जाम है 18 मा के भने चाहिँ हेरौँ 18 क्वेसन हेर्ने भने 18 मा चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत कहिले गरिएको थियो भिभिआई क्वेसन अति महत्त्वपूर्ण क्वेसन टिप्पण गरेर पढौँ सन् 1984 मा यसको चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएको थियो चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल हेर्ने भने 952.36 है यसको जिल्ला हेर्ने भने पर्सा चितवन नवलपुर र मकवानपुरमा चितवन राष्ट्रिय निकुञ्ज पर्दछ है अब अर्को छ सेपक्सुन्डो राष्ट्रिय निकुञ्जको हालको क्षेत्रफल कति छ भनेको छ हालको भनेको छ है सेपक्सुन्डो राष्ट्रिय निकुञ्ज अहिलेको क्षेत्रफल कति छ भनेको छ नयाँ क्षेत्रफल 2712 छ है भने चाहिँ पुरानो कति थियो हाम्रो 3555 वर्ग किलोमिटर थियो है अहिले नयाँ 2712 है वर्ग किलोमिटर छ फेरि 20 नम्बरमा जाम विश्व वन दिवस कहिले मनाइन्छ 20 नम्बरमा छ विश्व वन दिवस हाम्रो मार्च 21 मा छ भने नेपालमा असार 13 गते वन दिवस मनाइन्छ टिप्पण गरेर पढौँ सब्स्क्राइब गरौँ भिडियो मन परेको छ तपाईहरुले यस्तै भिभिआई क्वेसन पढ्न चाहनुहुन्छ भने चाहिँ सब्स्क्राइब पनि गर्नु होला विश्व सिमसार दिवस कहिले मनाइन्छ विश्व सिमसार दिवस हाम्रो प्रत्येक वर्ष फेब्रुअरी 2 मा मनाइन्छ है 22 नम्बरमा जाम 22 नम्बरमा के भनेको छ स्थानीय जनताले हेरचाह गर्दै अथवा संरक्षण गर्दै आएको है संरक्षण क्षेत्र कुन हो भन्दा कञ्चनजङ्घा संरक्षण क्षेत्र हो है स्थानीय जनताले हेरचाह गर्दै आएको संरक्षण क्षेत्र भन्ने भने हाम्रो कञ्चनजङ्घा संरक्षण क्षेत्र है भिभिआई क्वेसन हो सबै भिभिआई क्वेसन नै छन्
त्यसमा हेर्ने भने कोशी प्रदेशमा 14 जिल्लामध्ये कतिवटा डिभिजन वन कार्यालय रहेका छन्। कोशी प्रदेशमा जिल्ला हाम्रो 14 छन्। 14 मध्ये कतिवटा डिभिजन वन कार्यालय रहेको छ भने चाहिँ 14 वटा जिल्लामा हाम्रो 15 वटा डिभिजन वन कार्यालय रहेको छ। हाम्रो उदयपुरमा, कोशी प्रदेशको उदयपुरमा 2 वटा डिभिजन वन कार्यालय रहेको छ है। अर्को हेरौँ 24 मा हेरौँ। क्वेसन नम्बर 24 मा सामुदायिक वन दिवस कहिले मनाइन्छ? सामुदायिक वन दिवस हाम्रो साउन 25 है। टिपर गरेर पढौँ है, सब्सक्राइब पनि गरौँ। सामुदायिक वन दिवस साउन 25। भिबिआई क्वेसन छन् सबै। नेपालमा सब डिभिजन वन कार्यालयको सङ्ख्या कति रहेको छ? नेपालमा सब डिभिजन वन कार्यालयको सङ्ख्या हाम्रो कति रहेको छ? थाहा होला पुगे पनि 528 छ। डिभिजन वन कार्यालयको सङ्ख्या 84 है। डिभिजन वन कार्यालयको सङ्ख्या 84 रहेको छ। हामी 26 मा हेरौँ है। 26 मा वन लसनको अर्को नाम के हो अथवा वन लसनको उपनाम के हो भनेर सोध्यो भने काकोली है। काकोली भन्छ वन लसनको उपनाम काकोली है। अर्को छ विश्व जैविक विविधता दिवस कहिले मनाइन्छ? हाम्रो विश्व जैविक विविधता दिवस कहिले मनाइन्छ भन्यो भने मे 22 है। यसको राइट एन्सर के हो? मे 22। विश्व जैविक विविधता दिवस कहिले मनाइन्छ? मे 22 मा मनाइन्छ। टिप्पणी गरेर पढौँ है। 28 मा छ पहिलो डिएनए गरिएको जडीबुटी कुन हो? पहिलो डिएनए गरिएको जडीबुटी कुन हो भनेको छ। पहिलो डिएनए गरिएको जडीबुटी चिराइतो हो है। यो प्रतिबन्धित जडीबुटी पनि हो है। त्यसै गरी 29 मा हेर्ने भने 29 मा के छ? हात्तीको लागि प्रख्यात राष्ट्रिय निकुञ्ज कुन हो भनेको छ। हात्तीको लागि प्रख्यात राष्ट्रिय निकुञ्ज हाम्रो पर्सा राष्ट्रिय निकुञ्ज हो है। बाघ धेरै पाउने हाम्रो चितवन राष्ट्रिय निकुञ्जमा भइसक्यो। 128 वटा पाउँछ। अब अर्न पाइने कोसीटप्पु वन्यजन्तु आरक्षमा अर्न हाम्रो 498 वटा छन् है। अब हेरौँ 30 नम्बरमा है। 30 नम्बरमा के भनेको छ? जिउँदो सुन भनेर चिनिने वनस्पति कुन हो? जिउँदो सुन भनेर चिनिने वनस्पति हेर्ने हो भने एर्सागुम्बा हो है। एर्सागुम्बा जिउँदो वनस्पति भनेर पनि चिनिन्छ। जिउँदो सुन भनेर चिनिने एर्सागुम्बा हो। एर्सागुम्बाको राजस्व दस्तुर कति छ भन्यो भने 31,000 छ। एर्सागुम्बाको वैज्ञानिक नाम के हो भन्यो भने ओफियोक्रासिप साइन्सेस भन्छ। त्यसै गरी एर्सागुम्बालाई एर्सा धिन्चु पनि भनिन्छ है। हामी 31 नम्बरमा जाऊँ। 31 नम्बर तपाईहरुको लागि हुनेछ। 31 नम्बर नेपालमा हालको वन मात्रा कति रहेको छ? वन क्षेत्र मात्रा कति छ भनेको छ है। वन क्षेत्र मात्रा कति छ कमेन्ट गर्नु होला। यसको क्वेशन अर्को भागमा आउनेछ। हामी 31 बाट लगातार जान्छौँ। 500 क्वेशनसम्म हामी हल गर्नेछौँ यो महिनाभित्र। त्यसैले 31 नम्बरको कमेन्ट गर्नु होला तपाईहरुले। अर्को भागमा 31 नम्बरको क्वेशन सहित आउनेछ र दैनिकी क्वेशन आउनेछ। तपाईहरुले सब्स्क्राइब गरेर राख्नु होला है।